जिउनलाई कसैको माया चाहिन्छ, बाँच्नलाई पनि आशा चाहिन्छ। जिउनलाई कसैको माया चाहिन्छ, बाँच्नलाई पनि आशा चाहिन्छ। त्यो माया चोखो यीशुमा पाइन्छ, त्यो आशा पनि यीशुमा पाइन्छ। त्यो माया चोखो यीशुमा पाइन्छ, त्यो आशा पनि यीशुमा पाइन्छ। हृदयका तिम्रा झुटहरू सबै यीशु मानिको हुन्छ। हृदयका तिम्रा झुटहरू सबै यीशु मानिको हुन्छ। पापियो दुनियामा, निर्दयी पापियो दुनियामा सहारा। आजको यो समय हाम्रो मण्डलीको तर्फबाट यो कार्यक्रम हामी अगाडि बढाउन चाहन्छौँ। यहाँहरू सम्पूर्णलाई स्वागत भन्दै आजको कार्यक्रम हामी अगाडि बढाउनेछौँ र यो समय ढिलै नगरिकन हामी प्रार्थना गरेर आजको कार्यक्रमलाई परमेश्वरको हातमा समर्पित गरेर हामी अगाडि बढाउनेछौँ। त्यो भएको कारणले गर्दाखेरि आजको यस पवित्र विवाह कार्यक्रमको सुरुको प्रार्थना गरिदिनको निम्ति म सैलुङ गाउँपालिका वडा नम्बर 1 का एजी चर्चका पास्टर कान्छा विकललाई म विशेष अनुरोध गर्न चाहन्छु। सम्पूर्ण मण्डली परिवारलाई जय मसीह। जय मसीह। आज प्रवीण सापकोटा है हाम्रो लक्ष्मी हाम्रो प्रभुको दास दासीहरूको आज पवित्र विवाह हुँदैछ। हुन्छ, हामी सबैजनाले प्रार्थना गर्नेछौँ है। सारा संसारका सृष्टिकर्ता तपाईँलाई धन्यवाद दिँदछौँ। प्रभु तपाईँका छोराछोरीहरू आज तपाईँको दास साँच्चै नै प्रभु प्रवीण सापकोटा र तपाईँको लक्ष्मी छोरीलाई प्रभु आज तपाईँका दास दासीहरूको आज पवित्र विवाह तपाईँ परमेश्वरको वचन अनुसार तपाईको आज्ञा अनुसार प्रभु आज यो विवाह हुन गइरहेको छ। हे परमप्रभु परमेश्वर, आज तपाईँले आफ्ना छोराछोरीहरू सुरक्षाले गाडीको यात्रामा लिएर आउनुभयो, तपाईँलाई धन्यवाद। अनि फेरि प्रभु यहाँनिर हामी तपाईँ विवाहको कार्यक्रमको लागि म यो प्रार्थना गर्दछु। प्रभु तपाईँ परमेश्वरले आज पवित्र आत्माको पास दिनुहोस्, पवित्र आत्माको आगो जागृतिको आत्मा पठाउनुहोस् अनि आफ्ना छोराछोरीहरूको जुन विवाह हुँदैछ प्रभु करार बाँध्नको लागि आफ्ना दास दासीहरूलाई तपाईँ पवित्र आत्माले जुन छोरा आफ्नो दासले पास्टरजीले उहाँ करार बाँध्नलाई तपाईँले उ गर्नुहुन्छ उहाँको साथमा भइदिनुहोस् प्रभु। अनि हामी जतिजना यहाँ जम्मा भेला भएका छौँ टाढो नजिकबाट प्रभु तपाईँ परमेश्वरले पवित्र आत्मा एकको हृदय एकको ओठ जिब्रोबाट तपाईँको महिमा भइदिनुहोस्। हे परम प्रभु, आजको यो पवित्र विवाहको कार्यक्रममा तपाईँले सुरुदेखि अन्तिमसम्म पवित्र आत्माको अभिषेक र पवित्र आत्माको अगुवाई गर्नुहोस्। जुन दास तपाईँको छोराले यहाँ सेवा सञ्चालन गर्नुहुन्छ उहाँको साथमा तपाईँले अभिषेक गर्नुहोस्। जवान जवानी भाइ बहिनीहरूले गाउनुहुन्छ उहाँको साथमा तपाईँले अभिषेक गर्नुहोस्। अनि परमेश्वर पिता हरेकमा तपाईँ परमेश्वरले सुरु अन्तमा तपाईँ परमेश्वरको उपस्थित भएर तपाईँ परमेश्वरले यसमा सहायता गरिदिनुहोस्। प्रभु तपाईँलाई धन्यवाद। यी सबै कुरा तपाईँको हातमा राख्छौँ। हे पिता, हे पुत्र, हे पवित्र आत्मा, येशू प्रभुको नाउँमा, आमेन।
समय महसुस गरौँ परमेश्वरले मानिसको रूपमा अनि पृथ्वीमा सर्वश्रेष्ठ हामी सम्पूर्णले एकसाथ प्रभुलाई विशेष ताली बजाएर विशेष धन्यवाद साँच्चै प्रभु आजको यो प्रभु पवित्र स्थानबाट पवित्र कार्यक्रमबाट अनि पवित्र संगतिबाट प्रभु हामी सम्पूर्णले एकसाथ एउटै मन एउटै हृदयबाट दिएको धन्यवादको भेटी तपाईको हातमा समर्पण गर्दछौँ। हे पवित्र परमेश्वर, हामीलाई जसरी तपाईँ परमेश्वरले पृथ्वीमा प्रभु उच्च स्थानमा राख्नु भएको छ हामी आशा गर्दछौँ प्रभु हाम्रो धन्यवादको भेटीले तपाईको स्वर्गीय राज्यमा प्रभु तपाईको नाउँ जहिले पनि उच्च हुनेछ। प्रभु हामी घोषणा गर्दछौँ तपाईँ परमेश्वरमा धन्यवाद पवित्र परमेश्वर, एक एकले दिएको धन्यवादको भेटी तपाईँ परमेश्वरको हातमा समर्पण गर्दै सारा कुरा अनि यो पछाडिको भागहरूलाई पनि तपाईँ परमेश्वरको हातमा राख्दै बिन्तीको प्रार्थना गर्दछौँ येशू ख्रीष्टको नाममा। यो समय चाहिँ हामी आतुर भइसकेको छ होला हाम्रो दुलाहालाई धेरै बेर भइसक्यो यो सङ्गतिमा दुलाहीको अनुहार चाहिँ देख्न पाएको छैन भन्ने यो आतुर होला। त्यो भएको कारणले गर्दा पनि हामी ढिलाइ नगरिकन आज यस मण्डलीको हाम्रो विशेष छोरी अथवा बहिनी हाम्रो लक्ष्मी बहिनीको यो समय चाहिँ दुलाहीलाई आगमनको समयमा हामी सहभागी भइसकेका छौँ। नगरिकन आजको कार्यक्रमलाई हामी अगाडि बढाउन गइरहेका छौँ र यो सँगसँगै अब हामी विशेष विवाहको बारेमा केही महत्त्वपूर्ण बाइबलीय सिद्धान्त बाइबलीय वचनबाट हामी केही कुराहरू हामी बुझ्नेछौँ अनि सिक्नेछौँ। त्यो भएको कारणले हामी ढिलै नगरिकन यो वचनको निम्ति आजको वचनको निम्ति हामी प्रार्थना गर्नेछौँ। यसको प्रार्थना गरिदिनको निम्ति म आदरणीय ईश्वरदाय हुनुहुन्छ उहाँलाई म विशेष अनुरोध गर्न चाहन्छु। प्रभुजी तपाईँ परमेश्वरलाई हामी धन्यवाद भन्दछौँ। यो सुन्दर समय प्रभु तपाईँ परमेश्वरले दिनुभएको छ। आजको दिन हामी यहाँ आएका छौँ। विशेष गरी प्रभु तपाईँ परमेश्वर स्वयं आफैले स्थापना गर्नुभएको विवाह कार्यक्रममा हामी यहाँ फेला भएका छौँ।
प्रभु तपाईँ परमेश्वरलाई हामी धन्यवाद भन्दछौँ। प्रभु तपाईँ परमेश्वरको प्रशंसा गर्दछौँ, तपाईँको नाउँको आदर गर्दछौँ। आज प्रभु भाइ र बहिनी जसरी उहाँहरूलाई एउटै प्रभु तपाईँले बनाउँदै हुनुहुन्छ, प्रभु येशू तपाईँ परमेश्वरले जोड्नु भएको यो जोडीलाई परमेश्वर तपाईँको वचनबाट जे सन्देश हामीले सुन्न गइराखेका छौँ, प्रभु तपाईँ परमेश्वरको अनुग्रह राखिदिनुहोस्। परमेश्वर तपाईँले भन्नुभयो मानिस एक्लो रहन आवश्यक छैन, म त्यसको लागि एउटा सुहाउँदो सहयोगी बनाउनेछु। प्रभु तपाईँ परमेश्वरको वचनलाई हामी शिरोपार गर्दै प्रभु तपाईँको वचनबाट सुन्न गइराखेका कुराहरू हृदयमा राख्नको निम्ति पवित्र आत्मा परमेश्वर तपाईँ परमेश्वरले हामीलाई तयार गर्नुहोस् भन्ने हाम्रो प्रार्थना छ। विशेष गरी आजको जुन दुल्हा र दुलही हुनुहुन्छ, प्रभु जुन जोडी आज बाँधिन गइराख्नु भएको छ, त्यो करारमा बाँधिन गइराख्नु भएको छ, उहाँहरूलाई प्रभु तपाईँ परमेश्वरको सन्देश असल तरिकाले प्रभावकारी ढङ्गले आउन सकेको होस् अनि यो सन्देशबाट उहाँहरूको वैवाहिक जीवन अझ बलियो हुन सकेको होस् भन्ने हाम्रो प्रार्थना छ। धन्यवाद प्रभु, धन्यवाद सबै कुरोको लागि। प्रभु तपाईँ परमेश्वरको अनुग्रह, सहायता र प्रभु तपाईँको हस्तक्षेपको माग गर्दै माग्दछु येशू तपाईँको नाममा। र हामी ढिलै नगरिकन परमेश्वरको यो वचनबाट महत्त्वपूर्ण केही कुराहरू हामी सिक्नेछौँ। त्यो भएको कारणले गर्दाखेरि आजको यो विवाह कार्यक्रमको निम्ति विवाह सन्देश बाइबलीय वचनबाट लिएर आउँदै हुनुहुन्छ दुल्हा पक्षको कोइननीय चर्चबाट पास्टर कान्छा बहादुर सुनार आउँदै हुनुहुन्छ। आदरणीय हाम्रा गुरुजनहरूलाई सबैलाई म धन्यवाद दिन्छु। विशेष गरिकन आज यो पवित्र विवाहको सम्बन्धमा मलाई 2-3 दिनदेखि जानकारी गराइरहनु भएको थियो। यो मण्डलीमा 2 पल्ट वचन प्रचार गर्न पाउनु मेरो सौभाग्य हो। हामी यति टाढा, हामी अस्ति पनि मैले भन्दै थिएँ 9 डाँडा कटाएर दिन्छन् भनेको, यो त 70 डाँडा भन्दा नि बढी पो रहेछ। कहिले नआउने कहिले नआउने। हिजो 10 बजे हिँड्दाखेरि अनि आज 10 बजे ठ्याक्कै यहाँ आइपुग्यो। अझै 11 बजेको थियो होला आज है। साँच्चै नै हामीहरूको योजना यो हाम्रो योजना होइन। यदि याद गर्नुहोस्, हाम्रो योजना होइन। जुन दिन नानी र बाबु यस पृथ्वीमा जन्म लिनुभयो त्यो योजना चाहिँ परमेश्वरको हो। आमेन। यही 2 नानी र बाबुको लागि तपाईँ र म आज यस ठाउँमा उपस्थित भएका छौँ। टाढा नजिकबाट बहिनी लक्ष्मी र अनि प्रवीण 2 जनाको विवाहित सम्बन्धको लागि आज हामी यो ठाउँमा भेला भएका छौँ। मानिसले होइन तर परमेश्वरले के भन्नुहुन्छ भन्ने बारेमा चाहिँ हामी जान्नुपर्छ है। मण्डलीबाट पास्टर बोले अगुवाजीहरूले यस्तो यस्तो भन्नुभएको थियो, म यस्तो गर्छु भन्नुभयो भने चाहिँ त्यो भोलि गएर फेल खान्छ। तर परमेश्वरको वचनले चाहिँ के भन्छ भन्ने बारेमा चाहिँ हामीले जानकारी दिनुपर्छ होला जस्तो लाग्छ मलाई। अब जब हामी प्रभुमा भिज्छौँ भने चाहिँ हाम्रो जीवन अनि साँच्चै नै परमेश्वरलाई मन पर्ने हुन्छ। म आज तपाईँहरूको बिचमा धेरै बोल्दिनँ। अघि हाम्रो पास्टरबालाई मैले सोधेको आज जानुपर्छ होला नि भन्नुभएको छ। त्यसको सन्दर्भ चाहिँ के हो, अलिकति ढिला बोल्नुहोस्, के अरे कम बोल्नुहोस् है भन्नुभएको होइन। ठिक छ, हामी टाढा जानुपर्छ है, टाढा जानुपर्छ। म धेरै बेर बोल्दिनँ। अनि बाइबलीय सिद्धान्त हाम्रो जीवनमा दाजुभाइ दिदी बहिनी सबैको बारेमा परमेश्वरको स्वर्गीय आशिषहरू छन्। त्यो कारणले म कोइननीय लिङ्गाले मण्डलीमा सेवा र कार्यरत छु। अहिले 15-16 वर्ष लगभग भयो। प्रभुलाई म धन्यवाद दिन्छु। आज तपाईँहरू मेरो बिचमा पनि प्रभु हुनुहुन्छ। यति धेरै मानिसहरूको बिचमा परमेश्वर बोल्दै हुनुहुन्छ। र आज संसारमा भएको भए हामीले यस्तै राम्रो कार्यहरू गर्न सक्दैनौँ है। संसारको कुरालाई लियौँ भने हामी आफैले पनि त्यो बितेका दिनहरूमा मनन गऱ्यौँ भने म कस्तो थिएँ भन्ने कुरा हामी आफैलाई कस्तो लाग्छ भने म जस्तो कोही छैन, मेरो घरमा केही छैन भन्ने व्यक्ति चाहिँ म नै हो। बाहिर खाएर हिँड्दा म जस्तो कोही छैन, 10-12 जना साथी पछि लाग्ने हो हल्ला राम्रो, अथवा घरमा चाहिँ चामलै नहुने, त्यस्तो खालको जीवन जिउने व्यक्ति पनि म आफै हो है। अनि त्यो दिनलाई हेर्दाखेरि चाहिँ हामी ठिक मान्छे होइनौँ। तर अहिले आएर आफैलाई प्रभुको अधीनमा राखेको कारण, हामी उहाँलाई चिनेको कारण हामी
उहाँमा भरोसा गरेको कारण असल जीवन जिउन सक्छौँ। आमेन। हुन्छ, म बाइबलीय खण्डबाट केही कुराहरू हेर्नेछु। हुन्छ, यहाँनिर बाइबलमा यस्तो लेखेको छ, यसरी हाम्रो परमेश्वरको वचनमा चाहिँ हामी भरोसा योग्य थिएनौँ होला, हामी नराम्रो थियौँ होला, हामी एउटा परिवारमा झगडिया थियौँ होला, आफ्नो श्रीमानले भनेको भन्दा बढी त्यो गनगन गरिरहने होइन, अब श्रीमानले नसकेको कुराहरूलाई मागिरहने नराम्रो थियौँ होला। तर परमेश्वरको वचन चाहिँ तपाईँ र मेरो बिचमा के आयो भने अब भरोसा गर्नुपर्ने कुरा, असल पत्नी बन्नुपर्ने कुरा अनि यो मानिसलाई सजाउने कुरा चाहिँ परमेश्वरको पवित्र वचनमा मात्रै उल्लेखित गरेको छ। संसारमा हेऱ्यौँ भने जति कर्म गर्यो त्यति धर्म मिल्छ भन्छन्, त्यो होइन नि त। हाम्रो पाप क्षमा हुनु पर्यो, क्षमाशीलको जीवन जिउनु पर्यो होइन। त्यो भयो भने मात्रै हामी असल भरोसा योग्य पत्नी हुन्छौँ। यहाँ 31 अध्यायको 10देखि 12सम्ममा उच्च चरित्र भएकी पत्नीको बारेमा है। उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मणिक भन्दा पनि अति नै बढी मूल्यकी हुन्छन्। 11 पद, तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र उनलाई कुनै असल कुराको अभाव हुँदैन। 12 पद, तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, ऊ भलो कहिले गर्दिनन्। आमेन। वचन पढाइमा परमेश्वरले आशिष दिनुभएको होस्। यो भरोसा योग्य पत्नी भनेको चाहिँ सदा सर्वदा आफ्नो श्रीमानको भलो चाहने है, जस्तै भए तापनि उनलाई सजाउने, एउटा बिग्रेको भत्किएको घरलाई सुधार्नको निम्ति एउटा स्त्रीको जीवन चाहिन्छ। परमेश्वरले यही भएर नर र नारी भनेर बनाउनु भयो र यो बाइबलमा अहिले यहाँ लेखेको पाउनुहुन्छ। हामीले हेर्दछौँ भने उत्पत्ति 2:18मा परम प्रभुले भन्नुभएको कुराहरू त्यहाँ पाउँछौँ। अनि सौँदो सहयोगी भनेको छ। सौँदो सहयोगी भन्नाले के बुझ्नुहुन्छ? सौँदो सहयोगी भनेको परमेश्वरले सारा सृष्टिमा मानव जातिलाई बनाउनु भयो। भूमिको माटोबाट मानिस बनाउनु भएपछि उहाँले सबै पशु प्राणीहरूलाई पनि मानिसको नजिक ल्याउनु भयो। ल्याइसकेपछि अनि उहाँले हेर्नुभयो, मानिसले पनि हेर्यो। मानिसले हेर्दाखेरि कोही पनि मानिसलाई सौँदो सहयोगी छैन। कोही चराहरू छन् होइन, कोही अब चार खुट्टा टेकेर हिँड्छन्, कोही सिङ्छन्, कोही पुछार्छन्, भाषा मिल्दैन, के गर्ने? यस्तो भएको कारणले मानिस निराश भएर बस्यो। त्यहाँ एक्लो रहन असल छैन भन्छ। एक्लो रहन असल किन छैन थाहा छ? परमेश्वरले मानिसलाई एक्लो रहनु असल छैन भन्ने कुरा देख्नुभयो। आज पनि तपाईँ र मैले असल छैनौँ भन्ने कुरालाई हेर्दाखेरि एक्लो भयो भने संसारले दोस्याउँछ। बुझ्नुहोस् है त। जवान केटा चाहिँ विवाह नगरिकन कुनै केटीसँग कुरा गरिराखेको छ भने हेर फलानाको छोरो त कस्तो बिग्रेको है, ल अब यो चाहिँ राम्रो हुँदैन भनेर कुरा काट्छ। अनि जवान छोरी पनि हेर अर्काको छोरासँग कति कुरा गरिराखेको, यो केटी पनि राम्रो हुँदैन भन्छ, दोस्याउँछ। अनि वृद्धकाल भएर पति या पति गुमाउँछन् नि, एक्लो रहन्छन् नि। अनि त्यतिखेर पनि मानिसहरूले त्यो एक्लो स्त्री भएको घरमा कुनै मान्छे गएर कुरा गर्यो, बेलुका गयो, बिहान गयो, कुरा गर्यो, अस्ति पनि आयो, हिजो पनि आयो। अनि टाढोबाट मान्छेले दृष्टिकोण गरिरहन्छ, र अस्ति भर्खर पति बितेको, हेर कस्तो नराम्रो, हेर त्यो मान्छे त दिनदिनै त्यहाँ गइरहेछ भन्छ। हामीलाई त केही जस्तो लाग्दैन, बाहिरको मान्छेहरूलाई धेरै रिस उठेर कुरा काट्न थाल्छ। अनि फेरि श्रीमती के गरी गुमाएर श्रीमान मात्रै बाँच्यो, कुनै अब अध वैंश मानिस अझ कतै केटीहरू गएर त्यहाँ कुरा गर्न थाल्यो भने हेर अस्ति भर्खर त्यस्तो भएको, यस्तो भयो। त्यो सधैँ त्यो तनावमा पारिदिन्छ। अनि त्यो एक्लो रहनु चाहिँ असल छैन। आमेन। एक्लो रहनु चाहिँ असल छैन। संसारको दृष्टिकोणमा र तपाईँ र हामीमा एक्लो रहनु असल छैन भनेर परमेश्वरले सौँदो सहयोगी बनाउनु भयो। सबै प्राणीहरू ल्याउँदाखेरि प्राणीहरू चाहिँ सबै उहाँलाई सौँदो थिएन। त्यसकारण उहाँलाई निन्द्रामा पारेर, आदमलाई निन्द्रामा पारेर
अनि त्यहाँ माथि उहाँको एउटा करङ निकालेर एउटा सहयोगी बनाइदिनु भयो। धनस्थ निन्द्राबाट बिउजेर हेर्दा त मेरो हाडको हाड मासुको मासु यो पो हो त मेरो साथी। अनि उनीहरू दुवैजना एक भएर हिँडेको कुरा बाइबलमा प्रकाशित गरिएको छ। जब दुईजनाको मन मिल्छ नि तब फुल त हिँडिन्छ। परमेश्वरले फेरि बोलाउनु भयो, हेर्नुहोस् है त, बोलाउनु भयो। आजभोलि कति हामी हेर्छौँ, मिडियामा हेर्छौँ, फेसबुकमा हेर्छौँ, संसारमा हेर्छौँ, कतिपल्ट हेर्छौँ भने आमा र बाबुको कुरा काटेर विवाह गर्ने छोराछोरी चाहिँ हत्तपत्त आमाको बाबुको घरमा आउन सक्दैन, उनीहरू भागेर टाढा जान्छ। अनि पछि आमा र बाबुले के भन्छ, गल्ती गरिस् ल भइगयो, आऊ छोरी, अब के गर्ने, म केही भन्नु भएन भनेर भन्छ। यो कारणले गर्दा यो नीति चाहिँ अहिलेसम्म पनि छ है। आमा र बाबुको अगाडिबाट गल्ती गरेर भाग्ने छोराछोरी टाढा हुन्छ। त्यसै गरी परमेश्वरबाट हामी पनि टाढा भएका थियौँ है। यो कारणले गर्दा परमेश्वरले सौँदो सहयोगी बनाउनु भयो र एक्लो रहनु असल छैन भन्ने कुरा चाहिँ यहाँ तपाईँले पढ्नुभयो, त्यो पाउनुहुन्छ। र अर्को कुरा चाहिँ यहाँनिर 11 पदमा चाहिँ तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र तिनलाई कुनै कुराको अभाव हुँदैन। यो भरोसा योग्य पत्नी भन्नाले चाहिँ तपाईँहरू म के बुझ्छौँ भने अहिलेको लागि चाहिँ कसरी भरोसा गर्ने भन्ने जस्तो दिन आइसकेको छ। बिहे गरेको 20 दिन भएको छैन, 2 महिना भएको छैन, गनगन बढी आउँछ, आर्थिक स्रोत पुग्दैन, कमजोरी हुन्छ, अनि त्यहाँबाट भरोसै गर्न नसकिने हुन्छ। नभएको कुरा माग्न थालेपछि डिस्कस हुन्छ, झगडा हुन्छ, ल म त तिमीसँग बस्दिनँ भन्न थाल्छ, ल त पनि मलाई चाहिँदैन भन्छ, विवाहित जीवन बिग्रियो। त्यो कारणले भरोसा हुँदैन। त्यस्तो भयो भने श्रीमानले पैसा कमाएर राख्न दिन्छ, मेरो श्रीमतीसँग धेरै पैसा छ, उसको मनमा त भइरहन्छ नि होइन, दिनदिनै कमाएको पैसा ल्याएको छ, दिएको छ। अब त्यो पैसा चाहिँ भोलि गएर कति भयो मेरो पैसा, तिमीले मेरो पैसा कमाएको कति भयो हेर्नु त खै भन्दाखेरि त छैन नि, अस्ति चामल किनेर भात खायो होइन, के हुन्छ नि यहाँ पैसा भन्छ। त्यो भरोसा गर्न नसकिने स्त्रीहरू हुन्छ, बुझ्नुभयो नि, भरोसा गर्न नसकिने। अनि खै त अस्ति भर्खर मैले त्यत्रो गर्न हालिदिएको होइन भन्छ, अनि कता कता लान्छ, हराए छैन भनिन्छ। अनि भरोसा गर्न सकिन्छ त सकिँदैन नि। त्यो कारणले गर्दा चाहिँ भरोसा योग्य पत्नीले के गर्थिन् रे, सधैँ आफ्नो श्रीमानको भलो चाहन्छन्। मेरो जीवनबाट मैले अस्ति पनि भने होला तपाईँलाई, रातको 12 बजे मैले श्रीमतीको सिँदुर पोछेर तिलरी खोसेर तिमी आजदेखि पहिला जाऊ मेरो होइन भने कुदेर लखटेको मान्छे म। त्यतिखेरको जीवन मेरो तनाव थियो है। अनि त्यतिखेर श्रीमतीलाई कुटेर लखटेको व्यक्ति आज त्यो श्रीमती चाहिँ मलाई छोडेर गएनन्, हामीहरू गएनन्, उनी फर्केर आइन्। आज तिनी सुखी आमा छिन्। कतिपल्ट डिस्कस पर्दाखेरि परिवारमा भन्छ एउटा आगो त नगठोसी बल्दैन, ठाकठुक हुन्छ होला, तर त्यसलाई सहनशीलतासँग मिलाउन सक्ने घरको स्त्री भनेको पारिवारिक सबैको आमा। त्यो कारणले गर्दाखेरि विचारशीलको जीवन जिउने स्त्रीलाई भरोसा योग्य भनिन्छ। यो हितोपदेश 31को 10देखि 12सम्म। अनि 12मा चाहिँ तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन् तर को भलो गर्दैन। बिरालोको र कुकुरको स्वभाव कस्तो हुन्छ थाहा छ? बिरालोको स्वभाव भनेको अलिकति उसलाई गाह्रो हुने बित्तिकै झम्टेर घाँटीमा निवार्न आइहाल्छ, तर कुकुरलाई जति कुटे पनि आयो भनेर उतान टाङ लाएर बस्छ, मालिकलाई कहिले पनि उसले झम्टिँदैन। हामीले पशुबाट सिक्ने कुराहरू पनि छ है। कुन चाहिँ सान्दर्भिक हो, कुन चाहिँ मार्मिक हो, त्यो चाहिँ हामी आफैले बुझ्नुपर्छ है। मालिक र मालिकनी भइसकेपछि हरेक कुराहरू हामीले समाधान गर्नुपर्छ। मैले यो चाहिँ भरोसा योग्य पत्नीको बारेमा बोले। अब क्रिस्चियन परिवारको लागि कलस्सी 3 अध्यायको 18 र 19 तपाईँले हेर्न सक्नुहुन्छ। कलस्सीको पुस्तकमा जाउँ, म 2 खण्ड मात्रै बोलेर अनि म हाम्रो यो वचनबाट म बिदा हुन्छु। पत्नी हो प्रभुको दृष्टिमा सौँदो गरी आफ्ना पतिहरूका अधीनमा बस्दा।
हेर्नुहोस् है त, अधीनमा बसेन भने के हुन्छ? झगडा हुन्छ। पतिसँग जम्मा 1000 रुपियाँ छ, श्रीमतीलाई चाहिएको छ 2000 जाने साडी। पसलमा गएर हेऱ्यो सबै रङ्गीचङ्गी हुन्छ, अनि त्यहाँबाट 2000 को साडी मलाई चाहिन्छ भने नि अधीनमा भयो त? भएन। अनि 1000 रुपियाँ फालेर लाख जति चाहिन्छ तँ किन, म सक्दिनँ भनेर भागेपछि डिस्कस हुन्थ्यो भयो नि त्यहाँ। यस कारणले त्यो के त भन्दाखेरि अधीनतामा नरहेको भनेर त्यसलाई भनिन्छ। भोलि केही किन्नु छ भने आज श्रीमान श्रीमती चाहिँ सरसल्लाह गर्नुपर्छ घरमा। बुढा तपाईँसँग कति पैसा छ? मलाई एउटा साडी किन्नु मन लागेछ। अनि बुढाले भन्छन् भोलि मसँग यति छ, तिमीसँग कति छ? मन पर्या साडी लौँ है भने भोलि बिहान झगडै पर्दैन। हत्ता नपत्ता कुरी नगरेर जान्छ, अनि साडीको मूल्याङ्कन चाहिँ 15,000 भनिदिन्छ। बुढासँग त छैन, अनि त्यहीँ डिस्कस भन्न थाल्छ। बेलुकाको कोठामा त कुटाकुट हुन्छ त, एउटा साडी पनि नकिनिदिने हो भनेर। सल्लाहले घर बन्छ त हल्लाले चाहिँ घर टुक्रिन्छ। त्यो कारणले हामीले सल्लाह गर्नुपर्छ। अनि यहाँ अर्को खण्डमा चाहिँ पतिको बारेमा बोल्छ। 19 अध्याय चाहिँ पति हो आफ्ना पत्नीलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहौ। हेर्नुहोस् है त, आफ्ना पतिलाई प्रेम गर, पत्नीलाई प्रेम गर र तिनीहरूप्रति कठोर व्यवहार नहौ। मैले अघि भने मैले कठोर व्यवहार गरेर काठमाडौँको स्वयम्भूदेखि कालीमाटीसम्म खिचेर लिएर आएको श्रीमतीलाई। अनि ती श्रीमती भागेको गरिन्, भेट्न सकिनँ। अनि एउटा पुलिस दाइलाई भनेको, पुलिस दाइ लौ न त्यो मेरो श्रीमतीलाई समातेर ल्याइदिनु, रातिको 12 बजे लौ न समातेर ल्याइदिनुहोस्। को त्यो भने मेरो श्रीमती हो नि, किन खेदी श्रीमतीलाई? अर्का श्रीमतीलाई समाते म को भनेर पुलिस पनि गयो। हेर्नुहोस् है त, अनि गएर म आफैले समातेर ल्याएर राति 12 बजे। जिन्दगी धेरै तनावबाट गुर्जेर जानुपर्छ। त्यो कुरा चाहिँ मेरो निम्ति आज उदाहरण बनेको छ है। हुन त त्यस्तो नहोला। हामी क्रिस्चियन परिवारको जीवन, हाम्रो परिवारको सल्लाह सुझाव धेरै छ। यदि यो नानीहरूको र बाबुको करङ नजोडे के अरे यो करङ यहाँ नआइपुगेको भए त जहाँ पनि मिल्थ्यो होला नि त। यो 20वटा 70-80वटा डाँडा काटेर यहाँ आइपुग्नु पर्ने थिएन। र प्रभुको योजना हो। आमेन। यो प्रभुको योजना हो। अनि भरोसा योग्य पत्नी चाहिँ आजको बेहुली है, भरोसा योग्य पत्नी। अनि भरोसा योग्य पति पनि हुनु पर्यो। अनि यहाँ पतिले पनि आफ्नो श्रीमतीलाई प्रेम गर्नु पर्यो, कुरा सुनिदिनु पर्यो। सुन्नुहोस् है, श्रीमतीले गनगन गरेको कुरा सुनेर हो नि त तिमीले भनेको कुरा राम्रो छ त, यदि अहिले भन्यो भने भोलि हुन्छ त है। आज त मासु ल्याउने पैसा नि छैन, भोलि हुन्छ नि, म काम गरेर लिएर आउँछु। हुन्छ, राम्रो छ, तिमीले भनेको एकदम राम्रो भनिदियो भने फुरुक्क हुन्छ। कुरा सुन्दैन भने अर्को पलहरूको जेठाले सुनेर आउँछ, अनि के काम? घरको श्रीमान त छैन। अब कुरा पोख्छ, कुरा सुन्दैन श्रीमानले, अर्कोसँग गर्नु पर्ने गर्नु पर्यो हो। त्यो कारणले घर टुक्रिन्छ। श्रीमतीको कुरा पनि सुनिदिने श्रीमान चाहिन्छ। अर्को कुरा, कमाइ गरेर बाहिर खर्च गर्ने, घरमा किनमेल नल्याउने श्रीमानको घरमा सधैँ झगडा हुन्छ है। कमाइ गरेर बाहिर साथीभाइसँग हिँड्ने, तर घरमा चाहिँ तेल मसला केही पनि छैन। मैले अघि सन्दर्भमा भने बाहिर साथीहरूलाई 2-3 हजार खुवाउने, घरमा तेलै छैन। श्रीमतीले गनगन गर्छिन्, तेल र भने पैसा छैन। त्यस्तो अवस्था भयो भने चाहिँ सधैँ त्यो घरमा झगडा हुन्छ। यदि श्रीमतीको कुरा पनि श्रीमानले सुन्नुपर्छ। आज मेरो मम्मी आउँदैछन्, आज यस्तो गर्नुपर्छ। कति ठाउँमा मैले देखेको छु, छोरीको आमा आउँदा चाहिँ छोरी खुसी भएर भात मासु बोकाएर दिन्छन्। अनि कति ठाउँमा चाहिँ छोराको आमा आउँदा चाहिँ तिम्रो आमा के गर्न आइरह हो यहाँ, अहिले के गर्न आइरह, त्यतिखेर हामीसँग पैसा नमागेला पनि भन्छ। यो नमिल्ने कुरा हुन्छ। सधैँलाई समान व्यवहार गर, सबैजनालाई समान व्यवहार गर, सबैजना मानिस हो है। त्यस कारणले हामीले के अरे पत्नी भएपछि भरोसा योग्य र श्रीमान भइसकेपछि श्रीमतीलाई प्रेम गर्ने, आदर गर्ने, माया गर्ने यो हुनुपर्छ। सहयोगी भन्नाले के बुझ्नुहुन्छ भने तिनले साना साना काम गर्छिन्, लुगा धुन्छन्, भात दिन पकाइदिन्छन्, बाहिर कमाउन जान सक्दिन। सुन्नुहोस् है,
अब अहिलेको युगमा त त्योभन्दा अलि अप्ठ्यारो लाग्ला। सबै दिदीबहिनीहरू देश विदेश घुम्नुहुन्छ। अहिले त श्रीमान मात्रै सहयोग पनि एक्लै हुन्छ कहिले त। धेरै आर्थिक स्रोतको कमजोरीले गर्दा श्रीमतीलाई विदेश पठाउनुहुन्छ, श्रीमानलाई विदेश पठाउनुहुन्छ। स्वर्गीय परिवार परमेश्वरले जोडेको परिवार भाताभुङ्ग भएर टुक्रिन्छ। परिवार या परमेश्वर या पैसा, यो तिनै कुरा तपाईँले मिलाउन सक्नुभयो भने तपाईँको घर बन्छ। जसरी माटो, ढुङ्गा, पानी, यो तीन कुरा मिलेपछि के हुन्छ? घर बन्छ। माटो र ढुङ्गाले मात्रै पनि बन्दैन, त्यहाँ पानी चाहिन्छ। सुन्नुहोस् है, अब यहाँनिर मैले अघि भने प्रार्थना, श्रीमान श्रीमतीको प्रार्थना, परमेश्वर श्रीमान श्रीमती, यो चाहिँ टुक्रिँदैन, भत्किँदैन। तर तपाईँले त्यहाँनिर जीवनको पानी दिनुहुने यीशुलाई राख्नु भएन भने त्यो टुक्रिन सक्छ। यस कारणले गर्दा श्रीमतीलाई ठुला ठुला कामहरू आउने होइन। उनको जीवन भनेको एउटा स्त्रीको जीवन भनेको बाइबलले के भन्छ भने सिसाको गिलास हो, तिनलाई जतन गरी राख। हेर्नुहोस् है, जतन गरी राख। कमजोरी स्त्री हो, थोरै बोला, उनको कुरा सुन। झड्याङ्ग झड्किदियो भने बरेर आँसु झारेर बिचरा के गर्नु थाल्छ। श्रीमान र श्रीमती बीचको कुराकानी सहनशीलतामा, नम्रतामा अनि दया र भलाइको कुरामा हामीले अगाडि बढ्नुपर्छ। अनि श्रीमतीलाई कमाएर ल्याएर नदिने, तर घरमा एक्लै छोडिदिने, हिँड्ने गर्न थाल्यो भने घर टुक्रिन्छ। मैले आज यो वचन मैले अस्ति हाम्रो आदरणीय पास्टर बुवाले नि ल हजुरले कति बोल्नुपर्छ बोल्नुहोस् भन्नुभएको थियो। अनि भरोसा योग्य पत्नीको बारेमा मैले अहिले आफ्नै श्रीमतीबाट मैले बुझिराखेको छु। म आफै पनि कमाइ गर्छु, अनि कमाइ गरेर लगेर राख है, तिमी राख। घरको एउटा खुर्सानी किन्नु पर्यो, एक पाकेट नुन किन्नु पर्यो भने चाहिँ मलाई गनगन नगर ल, तिमी राख, तिमी नै चलाऊ। म चाहिँ एकदमै बाहिरतिर काम गरेर बरु कमाउला, कमाएर म तिमीलाई दिन्छु। अनि म माथि शङ्का पनि नगर, किनकि म गाजा भाङ खान्न, धतुरो खान्न, रक्सी खान्न, तास खेल्दिनँ, जुवा खेल्दिनँ। अनि म माथि के शङ्का गर्छौ? एक छाक मास्टर भात बाहिर खाएर त दिँदैन मेरो पैसा, कमाएको पैसा श्रीमती लगेर सर्लक्क दिन्छु। अनि मलाई उनले कुनै कुरा पनि गनगन गर्दिनन्। हो, यो घर चाँडै नै राम्रो हुन्छ, अनि नत्र भने टुक्रिन्छ है। अहिलेको युगहरूमा हेऱ्यौँ भने परमेश्वरले जोडेको परिवारलाई चाहिँ ऋण धनले गर्दा, आर्थिक स्रोतले गर्दा श्रीमान विदेश जाने, श्रीमती विदेश जाने, व्यभिचारमा पर्ने, यस्तो कुराहरू धेरै फैलिराखेको छ। यो त के भन्छ, फेसन भइसक्यो भन्छ, फेसन भइसक्यो। अनि सहयोगी भनेको छ, सहयोगी छैन, सहयोगी नै आफै, सहयोग पनि आफै, बच्चाको दिशा पिसा धोइदिने आफै, स्कुल पठाउने आफै, भात पकाउने आफै, काम गर्ने आफै, बुढी चाहिँ विदेश पठाइदिने, त्यस्तो दिनहरू आइरहेको छ। किनभने म एउटा कुरा के भन्छु हजुरलाई भने अन्तिममा हाँस जति ढिलो हिँडे तापनि उसले 10-12वटा चल्लालाई पनि पाल्छ, आफू पनि टन्न भएर बेलुका बास बस्छ, बचे भएन। कुखुरा जति छिटो दौडे तापनि त्यसको पनि बच्चालाई गाँड भरेर बेलुका आफू पनि भरेर आनन्दसँग बस्छ। एउटा दौडिने तरिका मात्रै हो, तपाईँ ढिलो दौडिनुहोस् या चाँडै, यो सबै काम चाहिँ परमेश्वरकै हो। आमेन। र यो समय गतिविधिलाई हेर्दाखेरि चाहिँ अलिकति नाजुक अवस्थाहरू छन् र यसमा पनि केयर गर्नुपर्छ, परिवार सल्लाह गर्नुपर्छ, हुन्छ हुँदैन। हामीलाई धेरै खोज्नाले गर्दा चाहिँ हामीलाई दपेट छ। हामी ठिकसँग चलाएर प्रयोग गर्छौँ भने हामीलाई जति भने पुग्छ। परिवार पनि सँगै, पैसा पनि सँगै, परमेश्वर पनि सँगै। यो कारणले गर्दा हामीले बुद्धिमानी साथ एउटा स्त्रीले श्रीमानलाई शिक्षा दिनुपर्छ, श्रीमानले स्त्रीलाई शिक्षा दिनुपर्छ। अनि त्यही घर अनि शिक्षा अनुसार हुर्केर परमेश्वरसँग प्रार्थना गर्छ भने त्यही घर चाहिँ असल हुन्छ। कतिजनाको घर चाहिँ टुक्रिएको कारणले गर्दा आजको विशेष यो दिनहरूमा हामी हेर्छौँ कोही श्रीमती चाहिँ 2टा बच्चा लिएर अन्तै गएको छ है। लौ न मलाई श्रीमानले कुटेर लखट्यो भन्छ। श्रीमान चाहिँ जवान अवस्थामै एक्लो भन्नु परेको छ। हे फलानाले स्वामी कुटेर लखटेर एक्लै बस्या भन्छ, समाजले कुरा काट्छ। यस्तो तनाव छ संसारमा, तर तपाईँ परमेश्वरसँग रहनुभयो भने चाहिँ यो तनाव तपाईँलाई आउँदैन। आमेन। प्रभुसँग तपाईँ नजिक हुनुहोस्, प्रभुसँग तपाईँले घुँडा टेकेर प्रार्थना गर्नुहोस्। एउटा परिवार बाँधिनको निम्ति, बुद्धिमानी हुनको निम्ति प्रभुभन्दा बाहेक, यसो ख्रिस्ट भन्दा बाहेक
कुनै मानिसले तपाईँलाई सल्लाह दिन सक्दैन। संसारको मान्छेले त होइन मलाई यसो भन्यो नि, श्रीमतीले भन्यो भने अर्कोले न त्यसलाई लग्यो खेते के गर्छ र कतिजना केटीहरू भनिदिन्छ, साथीभाइले त्यस्तो भनिदिन्छ हेर्नु त। हिजो मलाई कस्तो मुख छाडी भने दे न त भन्छु, साथीभाइको कुरा सुन्नु हुँदैन, म के गर्दैछु भन्ने कुरा चाहिँ सुन्नु पर्छ है। म के गर्दैछु, मैले श्रीमती ल्याउँदाखेरि एक दिन एकजना बालाई सोधेको के भन्नु थाहा छ, बा मेरो श्रीमती बेगर्नीवाला श्रीमती त काली छ नि त भनेको। बुवाले के भन्यो, त चाहिँ के नापेर राम्रो छ र भनिदिनु भयो। अनि मैले यसो सोचेँ क्या भित्र, म राम्रो भए पनि नराम्रो भए पनि अर्कालाई नराम्रो भन्दाखेरि मलाई जवाफ आयो कि आएन। त चाहिँ के राम्रो छ र भनेपछि त म पनि त राम्रो रहेछ नि, मैले पनि उसलाई नराम्रो देखेपछि नराम्रो मिलेर घरबार त भयो। तर वास्तवमा पहिलो सुरुमा आफूलाई हेऱ्यो भने चाहिँ आफूलाई हेर्न सिक्यो भने चाहिँ राम्रो हुन्छ, तर अरूलाई सोध्न थाल्यो भने चाहिँ नराम्रो हुन्छ। मान्छे त जे नि भनिदिन्छ है। ल तिम्रो श्रीमानले कमाउन सक्दैन होला, हाम्रै आफ्नै श्रीमतीलाई उहाँको काकाले के भन्नुभएको छ नि अति भर कुरा खोलेको, तिम्रो बुढाले धेरै रक्सी खान्छ कुड्छ, तिमी अन्त जान्छौ त, तिमी अन्त भने जस्तो केटा छ तिम्रो श्रीमान भन्दा राम्रो रक्सी नखाने भनेर भन्दैछ। अनि मेरो श्रीमतीले भने जाँड खाए पनि रक्सी खाए पनि नराम्रो भए तापनि मेरो श्रीमान हो, म मरे पनि बाँचे नि उहाँकै हातबाट मर्छु, उहाँकै हातबाट बाँच्छु, म अन्त कहीँ पनि जाँदिनँ। तपाईँ र म श्रीमान श्रीमती भइसकेपछि आउने पीडाहरू धेरै होला, घटी कमी आफू धेरै होला, तर भरोसा योग्य हुनुपर्छ है। राम्रो लाउँदा र मिठो खाँदा मात्रै श्रीमान श्रीमती होइन, भोलि खोले खाँदा खानै नपाउँदा पनि श्रीमान श्रीमती हो। यो करार बाँधेर गरेको विवाहले तपाईँ र मलाई आशिष दियोस्। प्रभुलाई धन्यवाद दिन्छु। म हाम्रो जीवनबाट धेरै कुराहरू परमेश्वरलाई दिनुपर्छ। परमेश्वरले तपाईँ र मलाई आशिष दिनुभएको होस्। हामी आफैलाई परमेश्वरलाई दिनुपर्छ। आफैलाई यदि आफैलाई दिएको छैन भने चाहिँ अधुरो हुन्छ। मैले अहिले विवाहको उदाहरण मात्रै लिएको छु, सुन्नुहोस् है, अन्तिम आइपुगेँ म। एउटा कुरा उदाहरणको लागि, अहिले हामी नानीलाई लिएर यहाँबाट जाँदैछौँ। हजुरको उहाँको बुवाले चाहिँ एक टडक दाइजो चाहिँ टन्न हालेर दिनुभयो एलपीमा। ओ कति दाइजो हरि भनेर भन्यो भने हेर त त्यो कति दाइजो हेर आमा भन्यो। तर छोरी पठाउनु भने त्यो बिहा अधुरो हुन्छ हुँदैन, हुन्छ हुँदैन भन्नुहोस् त। संसारको मान्छेले परमेश्वरले बनाएको स्याउ सुन्तला दिन्छ, पैसा चढाउँछ, तर आफैले चाहिँ दिँदैन, भागिरहेछ। आफै चाहिँ भागिरहेछ। त्यो कारणले उनीहरूले उद्धार मुक्ति पाएको छैन। हो, ती व्यक्तिहरूको लागि नि तपाईँले मेरो जोडीले प्रार्थना गर्न आवश्यकता छ। हुन्छ, प्रभुलाई म धन्यवाद दिन्छु। आजको विवाहित परिवारलाई करारको लागि हाम्रा परमेश्वरले हाम्रो वर्षवालाई नियुक्त गरिरहनु भएको छ। म यो वचनको भाग यहीँ राख्छु। तपाईँहरू सबैलाई फेरि पनि जय मसिह। आजको विवाह स्पेसल विवाह कार्यक्रम कार्यक्रमलाई हामी अगाडि बढाउनेछौँ र यस कार्यक्रमलाई अगाडि बढाउनको निम्ति चाहिँ हाम्रो हिमालयन इसाई मण्डलीका रेभरेन्ड पास्टर अथवा हिमालयन इसाई मण्डलीका वरिष्ठ पास्टर ज्ञान गुरुबालाई यो समयमा हस्तान्तरण गर्न चाहन्छु। उहाँ आउँदै गर्दाखेरि हामी सम्पूर्णले तालीले स्थानीय मण्डलीका पास्टरलाई धेरै धन्यवाद। विशेष गरिकन आज यस विवाह कार्यक्रममा पाल्नुहुने आमन्त्रित सम्पूर्ण आमन्त्रितज्यूहरू, आफन्त, धेरै टाढाबाट दुलही लिन आउनुहुने मित्रहरू, जन्ती भन्ने चलन छ तर मित्रहरू, प्रभुमा प्यारो मित्रहरू, यहाँहरू सबैजनालाई हिमालयन इसाई मण्डली र मेरो व्यक्तिगत तर्फबाट न्यानो स्वागत, अभिवादन, जय मसीह अनि नमस्कार भन्न चाहन्छु। हामीले विवाहको सन्दर्भमा एउटा क्रिस्चियन घर परिवारको विषयमा, श्रीमान र श्रीमतीको सम्बन्धको विषयमा, असल घर निर्माण गर्ने विषयमा पास्टरज्यूबाट महत्त्वपूर्ण परमेश्वरको वचनसँग जोडिएर आफ्नो
व्यवहारिक जीवनलाई जोडेर हामीलाई धेरै आशिषित बनाउनु भयो हो। आज विशेष गरिकन हामी यो विवाह कार्यक्रममा सहभागी भएका छौँ। विशेष गरिकन धादिङ जिल्ला थाक्रे नगरपालिका 3 निवासी कोइनानिया मण्डलीका सदस्य कुमार सुनारको छोरा प्रवीण सापकोटा र दोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर 8 निवासी जित बहादुर रसाइलीका छोरी लक्ष्मी रसाइलीसँग यो विवाह बन्धनमा बाँधिन लाग्नु भएको यो शुभ अवसरमा तपाईँ हामी सबैजना एउटा साक्षीको रूपमा उपस्थित भएका छौँ। विवाहको विषयलाई हामीले अलिकति हेर्यौं भने विवाह पहिलो विवाह सुरुको विवाह अदनको बगैँचाबाट आदम र हव्वाद्वारा सुरु भयो र त्यस पश्चात जब मानव जातिहरूको आफ्नो प्रकारको आस्था विश्वास अनुसार विवाह हुँदै गए र कतिले विवाहमा माघी विवाह गर्छन्, यज्ञ बनाउँछन्, त्यहाँनेरि आगो बाल्छन्, पण्डित बाले आगो बाल्नुहुन्छ, त्यहाँनेरि आगोलाई साक्षी राखेर दुलहा र दुलहीको विवाह बन्धनमा त्यो पक्का गर्ने चलन छ। कतिको आफ्नो आस्था अनुसार विभिन्न ठाउँमा विभिन्न प्रकारबाट विवाह गरिन्छ। कतिले विवाह मन्दिरमा जाने अनि मन्दिरका मूर्तिलाई साक्षी राखेर विवाह सिन्दूर लगाएर विवाह गर्ने चलन पनि छ र कतिको यी सबै कुरा नगरिकन अहिले भन्छ अदालतमा गएर कागजी प्रक्रियाबाट विवाह सिद्धाउने प्रक्रिया पनि छ। यी थुप्रै विवाहहरू छन्, थुप्रै प्रकारबाट विवाह गरिन्छ। तर क्रिस्चियन विवाहले यी सबै कुरालाई भन्दा पनि माघी विवाह, पवित्र विवाह, ख्रिस्टसँग जोडिएको बाइबलीय विवाह र सुरुमा भएको त्यो अदनको बगैँचामा भएको विवाहलाई फलो गर्दै गर्दै आएको छ। विवाहलाई विभिन्न प्रकारबाट लगन ढाक्ने हिसाबले लगन आइसक्यो, अब जसरी भए पनि छोराको लगन ढाक्नुपर्छ, कोही न कोही खोजेर मागेर चोरेर फकाएर पनि ल्याएर लगन ढाक्नुपर्छ। रूपरङ विचार नमिले के हुन्छ त? केही फरक पर्दैन, गोडा भए त जुत्ता कति कति लगन चाहिँ ढाकौँ न भन्ने हुन्छ। र क्रिस्चियन विवाह त्यो हुँदैन हैन। होला छोरी मान्छेहरूको पनि के भयो त, एकचोटि गरिहालौँ, एकासँग विवाह एकासँग निर्वाह भएन भने छँदैछ नि, त्यो चल्दैन। तर क्रिस्चियन विवाह चाहिँ अघि नै वचनले भने जस्तै परमेश्वरको उपस्थितिमा, परमेश्वरको इच्छा, परमेश्वरको योजना अनुसार हुनुपर्छ। यहाँ देख्दै हुनुहुन्छ, मानिस एक्लो रहन असल छैन, त्यसको निम्ति सुहाउने जोडी म बनाउने छु। आज प्रवीणको निम्ति सुहाउने जोडी, धादिङको थाक्रे निवासी कोइनानिया मण्डलीको सदस्य प्रवीणको निम्ति सुहाउँदो जोडी दोलखाको जिरी नगरपालिका 8 हिमालयन इसाई मण्डलीमा भेटिएको हो कि होइन र? त्यसो हो भने विवाह जहिले पनि आदरणीय हुनुपर्छ। विवाह आदरणीय हुनुपर्छ। आज विवाह गर्यो भोलि सिद्धियो होइन। विवाह टुक्रिनु हुँदैन, विवाह भाँचिनु हुँदैन, विवाह टुक्रेर नाश हुनु हुँदैन। यस कारणले हामीले
अझ विवाह पूर्व धेरै कुराहरूको काउन्सिल गर्ने चलन पनि मण्डलीहरूमा छन्। तर आज हामी विवाहको यो समयमा छौँ। यसकारण म अब विवाह प्रक्रियामा अघि बढेँ। के तपाईहरू दुवैजनालाई एउटा प्रश्न छ मेरो। आज तपाईँ दुईजना जीवित परमेश्वरको उपस्थितिमा यतिका धेरै मण्डली समुदायको अगाडि हामी पवित्र वैवाहिक जीवनमा बाँधिन सक्दैनौँ र पवित्र वैवाहिक जीवनमा हामी बाँधिन नसक्ने कारणहरू छ भनेदेखि तपाईहरूलाई म प्रश्न गर्छु। यदि छ भने छ भन्नुहोस्, छैन भने छैन भन्नुहोस्। छैन? लक्ष्मीलाई यता दुईटा चाहिँ कुनै छ? ल, उहाँहरू हामी पवित्र वैवाहिक जीवनमा बाँधिन सक्छौँ भनेर उहाँहरूले भन्नुभयो। हाम्रो कारण केही छैन। म यही क्वेसन यो सोधिरहनु पर्ने जरुरी थिएन होला। तैपनि म फेरि पनि यतिका साक्षीको रूपमा हुनुभएका मण्डली समुदायलाई म भन्छु, आज प्रवीण र लक्ष्मीको यो वैवाहिक जीवनमा बाँधिन नसक्ने खास कुनै कारण तपाईहरूले देख्नुहुन्छ भने प्रमाणका सहित तपाईहरूले अहिले भन्नुहोस्। तपाईहरूलाई म यो प्रश्न गर्ने मण्डलीलाई, तपाईहरूको मौनताले म एउटा कुरा बुझ्छु। आज यो विवाह करारको निम्ति उभिएको एउटा सेवकको हैसियतले अब उपरान्त मण्डली सधैँ यो विषयमा चुप रहोस् र म अब ढिलाइ नगरिकन यी दुईटा क्वेसन गर्दा पनि केही नआइसकेपछि अब यहाँनिर सहमति पक्कै पनि यो विवाहको लागि सहमति हुन्छ होला भन्ने मलाई विश्वास छ। त्यसो हो भने आज यिनी स्त्रीलाई, यी छोरीलाई भाइ यी पुरुषसँग विवाह गर्नको लागि स्त्रीको अथवा छोरीको परिवारबाट को तयार हुनुहुन्छ? तपाईले हात उठाएर अगाडि आउनको लागि म अनुरोध गरेँ। को हुनुहुन्छ? प्रवीणसँग विवाह गर्नको लागि छोरी दिनलाई, लक्ष्मी दिनको लागि को हुनुहुन्छ? तपाईहरू अगाडि उठेर आउनुहोस्। प्रवीण भाइसँग विवाह गर्नको लागि के आफ्नो छोरी दिन तयार हुनुहुन्छ? तयारी छु। खुसी हुनुहुन्छ? खुसी छु। ल, त्यसो भने छोरीको दायाँ हात चाहिँ उहाँको दायाँ हातमा हालिदिनुहोस्। तपाईँले हात उता दिनुहोस्। छोरीको हात, ज्वाइँको हात समाउनुहोस्। हुनेवाला ज्वाइँ हामी यता हालिदिनुहोस् न। अब यो कुराले हामी के बुझ्छौँ भने परिवारबाट पनि यी पुरुषसँग विवाह गर्नको लागि यी स्त्रीलाई दिनुभयो। सायद यो विवाहको सुरुवात यसरी भएको छ र अन्य विवाहमा पनि अर्को शब्द कन्यादान भन्ने शब्द प्रयोग गरेर यी कार्यहरू गरिन्छ। उहाँहरूले जन्माउनु भयो, हुर्काउनु भयो, बढाउनु भयो, धेरै यत्रो जवानी बनाउनु भयो। अब प्रवीण भाइलाई विवाह गर्नको लागि आफ्ना छोरी दिनुभएको छ। प्रभुलाई धन्यवाद होस्, यहाँहरूलाई पनि धन्यवाद। अब यत्तिकैमा मैले छोरी पाइहालेँ, मैले अब श्रीमती पाएँ, अब सिद्धियो भन्ने हुँदैन। कतिचोटि विवाह अन्तिममा गएर पनि फेरि नहुन सक्छ। उहाँहरूले दुईटा कुरा गर्नुपर्छ। म भाइ बहिनीलाई केही प्रश्नहरू राख्न चाहन्छु र यो चाहिँ उहाँहरूले जवाब दिनुपर्ने हुन्छ।
र यो प्रश्न म मण्डलीको तर्फबाट, यो समुदायको तर्फबाट यो प्रश्न उहाँहरूमा राख्नेछु र उहाँहरूले यो जवाब दिनुहुनेछ। प्रवीण सापकोटा, के तपाईँ सुश्री लक्ष्मी रसाइलीलाई आफ्नो एकमात्र धर्मपत्नी हुनलाई ग्रहण गर्नुहुन्छ? स्वीकार गर्नुहुन्छ? ग्रहण गर्नुहुन्छ? सुन्नुभयो? सुन्नुपर्छ। के तपाईँले लक्ष्मी रसाइलीलाई जीवनको सबै अवस्थामा प्रेम, माया र वास्ता दिँदै यिनको निम्ति मात्र आफूलाई जोगाइराख्नुहुन्छ? जोगाइराख्नुहुन्छ होइन? एकदम सबैले बुझ्ने सभ्य भाषामा जवाफ दिनु होला। के तपाईँ दुवैलाई मृत्युले अलग नगरेसम्म आजको दिनदेखि सँगसँगै बस्नलाई पनि तपाईँ राजी नै हुनुहुन्छ नि? म राजी छु। ल, भाइले भन्नुभयो म राजी छु सबै कुरोमा उहाँको निम्ति भनेर। यो मण्डलीको तर्फबाट मैले उहाँलाई केही कुराहरू क्वेसन गरे। अब यही क्वेसन म लक्ष्मीलाई पनि म गर्नेछु। लक्ष्मी रसाइली, के तपाईँ प्रवीण सापकोटालाई आफ्नो एकमात्र पति हुनलाई तपाईँ स्वीकार गर्नुहुन्छ? गर्छु। स्वीकार गर्नुहुन्छ नि त? गर्छु। सुन्नुभयो कि सुन्नु भएन? तपाईँहरू साक्षीको रूपमा हामी छौँ भन्दैछौँ कि है। जीवनको हरेक अवस्थामा, जस्तो सुकै परिस्थितिमा पनि के तपाईँ प्रवीण सापकोटालाई प्रेम, माया, वास्ता गर्दै उहाँको सेवा गर्दै यिनको निम्ति मात्र आफूलाई जोगाइराख्नुहुन्छ त? राख्छु। तपाईँ दुवैलाई मृत्युले अलग नगरेसम्म आजको यस घडीदेखि सँगसँगै बस्नलाई राजी हुनुहुन्छ? राजी छु। ताली पड्काइदिउँ। हामीले जवाब क्वेसन गरेका थियौँ, उहाँहरू यसमा पास हुनुभयो। म प्रवीण सापकोटाले तपाईँ सुश्री लक्ष्मी रसाइलीलाई परमेश्वरको उपस्थितिमा र यस पवित्र मण्डलीको अघि पवित्र वैवाहिक जीवनमा सँगसँगै बस्नलाई मेरो आफ्नो धर्म पत्नी हुनलाई ग्रहण गर्दछु अथवा स्वीकार गर्छु। हाम्रो जीवनमा आइपर्ने सबै अवस्थाहरूलाई चाहे दुःखमा सुखमा वा रोगमा आरोग्यतामा वा धनी वा गरिबीमा अभाव वा प्रशस्ततामा जबसम्म मृत्युले छुटाउँदैन तबसम्म म तपाईँ लक्ष्मी रसाइलीलाई सधैँ माया प्रेम र प्यार सहित वास्ता गरिरहने तपाईको विश्वास योग्य पति बनिरहनेछु। म लक्ष्मी रसाइलीले तपाईँ प्रवीण सापकोटालाई परमेश्वरको उपस्थितिमा र यस पवित्र मण्डलीको अघि पवित्र वैवाहिक जीवनमा सँगसँगै बस्नलाई मेरो आफ्नो पति हुनलाई ग्रहण गर्दछु। आजदेखि उसो हाम्रो जीवनमा आइपर्ने
आइपर्ने सबै अवस्थाहरूमा चाहे दुःखमा वा सुखमा रोग वा आरोग्यतामा धनी वा गरिबीमा अभाव वा प्रशस्ततामा जबसम्म मृत्युले छुटाउँदैन तबसम्म म तपाईँ प्रवीण सापकोटालाई सधैँ माया प्रेम र प्यार सहित वास्ता गरिरहने तपाईको विश्वासयोग्य र आज्ञाकारी पत्नी बनिरहनेछु। आमेन। हामी ताली बजाएर धन्यवाद दिन्छौँ। उहाँहरूले एक आपसमा करार बाँध्नु भयो। प्रवीणले यो गर्छु सबै परिस्थितिमा भनेर लक्ष्मीलाई अनि लक्ष्मीले प्रवीणलाई र यो विवाहको करार उहाँहरूले बाँधिसक्नु भएको छ। भोलि तपाईहरुको विवाहको सन्दर्भ यहाँ भयो। मानिसको के हुन्छ भने नयाँ हुन्जेल चाटाचाट पुरानो भएपछि के हो थाहा भएन हैन। त्यस्तो नहोस्। यो परमेश्वरको उपस्थिति र यतिका पवित्र मण्डली समुदायको अगाडि तपाईहरुले यो बाचा बन्धन गर्नु भएको छ। यो ख्याल होइन, यो बाचा बन्धन तपाईहरुले पूरा गर्नुपर्छ। र उहाँहरूले भर्खरै बाँध्नु भएको यो करारलाई अझ पनि पक्का गर्नको लागि यहाँहरुसँग प्रवीणले लक्ष्मीलाई, लक्ष्मीले प्रवीणलाई केही प्रेमको चिनोहरु ल्याउनु भएको छ भने अझ यता दिनुहोस्, मौका ल्याइदिनुहोस्। यो मैले चिन्न नसकेको हुन सक्छ, एउटै सेम उहाँले सल्लाह गरेर एकै ठाउँमा लिनुभयो कि जस्तो लाग्यो। कता कति शंका लागिरहेछ। धन्यवाद। म यो खोल्ने छु। उहाँहरूले यो सुनको बहुमूल्य धातु भनेर मानिन्छ सुनलाई। यो सुनको औँठी यहाँ लिएर आउनु भएको छ। कति माया गरेर होला। अब मेरो हुनेवालीलाई यस्तो मन पर्छ, मेरो हुनेवालालाई यस्तो मन पर्छ, उहाँहरूको पक्कै सल्लाहमा यो भएको हुनुपर्छ। र यो औँठीको निम्ति अझ पनि यो कार्य पक्का होस्, यो करारलाई पक्का गर्नको निम्ति यो सम्झना स्वरूप यो प्रेमको चिनो उहाँहरूले ल्याउनु भएको छ। यसको निम्ति हामी प्रार्थना गर्नेछौँ र म केही छोटो कुराहरू भनेर यो लाउनको लागि अनुमति दिनेछु। परमेश्वर पिता, हामी तपाईलाई धन्यवाद दिन्छौँ। भर्खरै प्रभु भाइ प्रवीण अनि लक्ष्मीले परमेश्वरको उपस्थिति र प्रभु यतिका पवित्र मण्डली समुदायको अगाडि एक आपसमा करार बाँध्नु भएको छ। र हे परमेश्वर, यो करारलाई अझ पक्का गर्नको निम्ति प्रेम स्वरूप यो सुनको औँठी उहाँहरूले ल्याउनु भएको छ र यसमा तपाईले आशीर्वाद दिनुहोस्। यसको उद्देश्य छ, यसको अर्थ छ र यो कुराले साँच्चीकै प्रभु उहाँहरूले बाँध्नु भएको करारलाई अझ पनि पक्का गर्न सकेको होस् र तपाईँ परमप्रभुले नै यसमा आशीर्वाद दिनुहोस्। सबै कुरो तपाईको हातमा राख्दै आशिष माग्छु यीशु प्रभुको नाममा। यो तपाईले समाउनुहोस्। तपाईले ल्याएको आफूले ल्याएको आफूले समाउनुहोस्। तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। विशेष गरिकन आज भाइ प्रवीण अनि लक्ष्मीले जुन प्रकारबाट करार बाँध्नु भयो र करार स्थापित
गर्नुभयो अहिले करार पार्नुभयो सबै कुरो गर्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौँ। यी दुईजनालाई तपाईँ परमेश्वरले आशीर्वाद दिनुहोस् र तपाईँ परम प्रभुले नै अनुग्रह गर्नुहोस् र आशिष दिनुहोस्। जुन प्रकारको करार बाँध्नु भएको छ र प्रभु औँठी आदान प्रदान गरेर पनि आफ्नो सबै प्रेम प्रकट गर्नुभएको छ। यी सबै कुरा उहाँहरू व्यक्तिगत रूपमा यी सबै कुरा पुरा गर्नको लागि सजिलो छैन। हे परमेश्वर, यो सबै कुरा पुरा गर्नको लागि तपाईँ परम प्रभु परमेश्वरको अनुग्रह, आशिष, सहायता अनि तपाईँ परमेश्वरको प्रेम र शक्तिको आवश्यकता छ। यसकारण तपाईँ परमेश्वरले उहाँहरूलाई अनुग्रह गर्नुहोस् र उहाँहरूको यो वैवाहिक जीवन प्रभु अब सुरु भएको छ। चुनौती छ, त्यो चुनौतीको सामना गर्दै अघि बढ्नलाई तपाईँले सहायता गर्नुहोस्। तपाईँले आशिष दिनुहोस् उहाँहरूको व्यक्तिगत जीवनमा, उहाँहरूको पारिवारिक जीवनमा, उहाँहरूको सेवाकाई, समाज, समुदाय सबैको अगाडि प्रभु एउटा उदाहरणीय परिवार बनेर तपाईँ प्रभुको साक्षीको रूपमा आफूलाई प्रस्तुत गर्न सक्नु भएको होस्। धन्यवाद प्रभु यी सबै कुरोको लागि। तपाईँ परम प्रभुले नै आशिष दिनुहोस् यीशु प्रभुको नाममा आमेन। अब चाहिँ म फेरि पनि म एउटा परमेश्वरको सेवकको हैसियतले, ख्रीष्ट यीशुको सेवकको हैसियतले, परमेश्वरको सेवकको हैसियतले, आज करार बाँध्ने एउटा सेवकको हैसियतले अब उहाँहरूलाई म श्रीमान रबिन सापकोटा र श्रीमती लक्ष्मी रसाइली सापकोटा भनेर म सम्बोधन गर्न चाहन्छु। अब उहाँहरू श्रीमान श्रीमती भनेर पनि म घोषणा गर्न चाहन्छु। तपाईँहरूले ताली पड्काएर समर्थन गर्न सक्नुहुन्छ। अब उनी अघि भित्रिँदा लक्ष्मी रसाइली मात्रै थिइन्, अब यहाँबाट बाहिरिँदा लक्ष्मी रसाइली, श्रीमती लक्ष्मी रसाइली सापकोटा भएर जाँदैछिन्। यस कारणले प्रभुले यहाँले आशिष दिनुभएको छ। अब म तपाईँहरूलाई प्रवीण कति साह्रो हतार गरिराखेको छ, यो चाहिँ अलिकति नहुनु पर्ने है। अब म लक्ष्मीलाई पनि यता फर्कन अनुरोध गर्छु। दुईजना यता फर्कनुहोस्, आम्ने सामने फर्कनुहोस्। बडा आदरपूर्वक ताली पड्काइ। उनी नै हुन् त्यसो भने अङ्गालो हालेर उतातिर देखाउनु, यता देखाउनु, यसरी अङ्गालो हाल्नु देखाउनुहोस् मेरो श्रीमतीलाई। यहाँ यसरी लेखेको छ, उत्पत्ति 2:18 मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। हिमालयन इसाई मण्डली, जिरी नगरपालिका दोलखा, विवाहको प्रमाणपत्र। आज मिति 2082 वैशाख 28 गतेका दिन कोइननीय मण्डली थाक्रे नगरपालिका वडा नम्बर 3 धादिङ निवासी श्री कुमार सुनवारको छोरा नाप्र नम्बर नागरिकता प्रमाणपत्र नम्बर 26-01-75-026 सोराका श्री प्रवीण सापकोटा र हिमालयन इसाई मण्डलीका सदस्य जिरी नगरपालिका वडा नम्बर 8 निवासी श्रीमान जिते विश्वकर्माको छोरी नाप्र नम्बर 22-01-75-05288 का सुपुत्री लक्ष्मी रसाइलीका बीच पवित्र विवाह सुसम्पन्न भएको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ। दुलहाको हस्ताक्षर, दुलहीको हस्ताक्षर, विवाह दिने पास्टर रेभरेन्ड पास्टर ज्ञान सुनवार। दुलहा पक्षका साक्षीहरू नम्बर 1 पास्टर कान्छ बहादुर सुनवार, नम्बर 2 कुमार सुनवार। हस्ताक्षर उहाँहरूको भयो। त्यस पछाडि दुलही पक्षका पास्टर कृति बहादुर सुनवार, एल्डर कृष्ण बहादुर रसाइली।
हामी सम्पूर्ण यहाँ मात्र हामी नभएर यहाँहरू सम्पूर्ण आज विवाहको जुन पवित्र सभामा भेला हुनुभएको छ, यहाँहरू सम्पूर्ण साक्षी हुनुभएको सँगसँगै यो विवाह पत्र प्रदान गरिदिनको निम्ति हाम्रो हिमालयन इसाई मण्डलीका रेभरेन्ड पास्टर ज्ञान र वरिष्ठ पास्टर ज्ञान सुनवारलाई म यो समय र अबको उहाँहरूको यो वैवाहिक जीवन आशिषमय फलदायी हुन सकोस्। मेरो व्यक्तिगत तर्फबाट, पारिवारिक तर्फबाट हिमालयन इसाई मण्डली, सम्पूर्ण हिमालयन इसाई मण्डली समुदायको तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना, बधाई छ। प्रभुले यहाँहरूलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। धन्यवाद। बाँकी समय म पास्टर हाम्रो विशेष दिन चाहन्छु। धन्यवाद। तपाईँहरू बस्नु सक्नुहुनेछ है। धन्यवादको लागि हाम्रो घर परिवारबाट हाम्रो दिनेश भाइ हुनुहुन्छ, उहाँलाई आएर केही समय माग्नु भएको कारण म यो समय उहाँलाई केही समय दिनेछु। त्यो भएको कारण आज मिति 2082 साल वैशाख 28 गते हुन गइरहेको पवित्र विवाहमा हाम्रा निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने आदरणीय अग्रजज्यूहरू र लगायत हाम्रो पास्टर एलर्जिगन लगायत विश्वासी मण्डली परिवारलाई म मेरो व्यक्तिगत तर्फबाट र मेरो घर परिवारको तर्फबाट यहाँहरू सम्पूर्णलाई म स्वागत भन्न चाहन्छु र विशेष गरिकन म धन्यवाद पनि दिन चाहन्छु। यहाँहरू हामी सम्पूर्णले ताली बजेर हामी सम्पूर्णलाई हामी धन्यवाद दिन्छौँ। र त्यसै गरिकन हाम्रो दुलहा तर्फबाट आउनुहुने आदरणीय अग्रज व्यक्तिहरू, पास्टर गुरुबाहरू, अगुवाहरू, डिकनहरू लगायत विश्वासी मण्डली परिवारहरूलाई पनि हामी ताली बजेर विशेष गरेर हामी धन्यवाद दिन चाहन्छौँ। अनि त्यसै गरिकन आदरणीय आजको विवाहलाई एकदमै आदरणीयपूर्वक सम्पन्न गर्नुहुने आदरणीय पास्टर रेभरेन्ड ज्ञान गुरुबालाई पनि हामी ताली बजेर विशेष गरेर धन्यवाद दिन्छौँ। र त्यसै गरिकन हाम्रो विवाहको लागि एकदमै मिठो वचन, विवाहको सम्बन्धी एकदमै आदरणीय विवाह के हो भन्ने कुरा सन्दर्भमा वचन बोल्ने आदरणीय कान्छबहादुर सुनार पास्टरलाई पनि हामी ताली बजेर विशेष गरेर धन्यवाद दिन चाहन्छौँ। र त्यसै गरिकन आजको यो समयसम्म लिड गरेर ल्याउनुहुने आदरणीय एसएम मण्डलीको स्थानीय पास्टर हाम्रो गृह विवाद सुनवारलाई पनि हामी ताली बजेर विशेष गरेर धन्यवाद दिन चाहन्छौँ। र विशेष गरेर हामी परमेश्वरलाई पनि यो समयमा यहाँसम्म ल्याएर हामीलाई सुरक्षा साथ राख्नुभयो अनि हामीलाई असल विवाहमा चाहिँ सम्पन्न गर्नको लागि सहायता गर्नुभएको लागि पनि हामी विशेष गरेर परमेश्वरलाई पनि हामी ताली बजेर धन्यवाद दिनेछौँ। र त्यसै गरी हामी यस समयमा अनि हाम्रो परिवारबाट हामीले केही कुराहरू तपाईँलाई प्रेम भोज हामीले तयारी गरेका छौँ। त्यो चाहिँ आफ्नै निवासी है, अहिले विवाह कार्यक्रम यहाँ मण्डलीमा गऱ्यौँ र एकदमै प्रेम भोज चाहिँ हाम्रो घरमा रहेको छ। यहाँ सम्पूर्णले है त्यहाँ गएर जे जस्तो छ तपाईँले ग्रहण गरेर जानु हुनको लागि पनि म तपाईँलाई अनुरोध गर्न चाहन्छु। कतिलाई थाहा छैन त्यहाँ जाने बाटो, अनि कतिलाई थाहा छैन हिँड्ने ठाउँ कता हो, घर कहाँ हो भन्ने कुराहरू एकदमै आदरणीय हामी क्रिस्टका व्यक्तिहरू छौँ, अङ्कल आन्टीहरू हुनुहुन्छ, दाइहरू हुनुहुन्छ, सम्पूर्णले हाम्रो पाहुनाहरूलाई चाहिँ घरसम्म लानको लागि पनि तपाईँले बाटोमा सहयोग गर्नु हुनको लागि पनि म तपाईँलाई अनुरोध गर्न चाहन्छु। र त्यसै गरी हाम्रो मण्डली परिवारबाट है जो जति यहाँ हुनुहुन्छ सबैजना है निवासी हाम्रो घरमा गएर चाहिँ एउटा प्रेम भोजलाई चाहिँ तपाईँले स्वीकार गर्नको लागि म तपाईँलाई अनुरोध गर्न चाहन्छु। र यस समयमा धेरै कुराहरू नभनिकन हाम्रो आदरणीय पास्टर गुरुबाहरूलाई हामी एउटा प्रेम स्वरूप है, उपहार स्वरूप हामी केही कुराहरू उहाँलाई हामी दिन गइरहेका छौँ। र त्यो समयमा हामीले यो चाहिँ एउटा उपहार है, जस्तो सानो कुरा भए तापनि एउटा गिफ्टको रूपमा उहाँले स्वीकार गर्नुहुन्छ भन्ने पनि म आशा गर्न चाहन्छु। यो गिफ्ट उपहार दिनको लागि चाहिँ म आदरणीय बुवालाई अनुरोध गर्न चाहन्छु। आउने समय छ सबैको। त्यसै गरिकन हाम्रो पास्टर हुनुहुन्छ आजको वचनको एउटा महभन्दा पनि मिठो है, एकदमै असल वचन सुनाएर हाम्रो माझमा एकदमै विवाहको बारेमा एकदमै हामीलाई स्पष्ट गराउनु हुने आदरणीय पास्टर कोइडेनिया चर्चबाट हुनुहुन्छ हाम्रो कान्छबहादुर सुनवार, उहाँलाई पनि हामी खदाहरू ओराएर हामी सानो उपहार गिफ्ट हामी उहाँलाई पनि दिन चाहन्छौँ।
हामी ताली बजाउँ है त अन्तिममा आएका छौँ। अनि त्यसै गरिकन आजको यो समयमा सुरुदेखि अन्तिमसम्म सञ्चालन गरेर साथ हुनुहुने हाम्रो आदरणीय स्थानीय मण्डलीको पास्टर हाम्रो कृतिबहादुर सुनवारलाई पनि यो गिफ्ट स्वीकार गर्नुहुनको लागि म अनुरोध गर्न चाहन्छु। हुन्छ, यहाँहरू सम्प्रदाय विशेष धन्यवाद। यो समयसम्म धैर्य धारणको साथ हामी यहाँ बसेर आजको कार्यक्रमलाई सुसम्पन्न गर्नको लागि यहाँले यतिका साथ दिनुभयो। अब यहाँबाट यो कार्यक्रम सुसम्पन्न भएका पश्चात हामी यहाँबाट मेरो घर है यहाँबाट लगभग 10-15 मिनट उता पर्छ। यदि हामी साधनहरू सबैले लिएका छैनौँ, हामी कष्टको साथ है हामी त्यो घरसम्म पुगेर जे जस्तो छ एउटा फ्रेम भोज है चक्लेटको घेरा भएको पनि तपाईँले स्वीकार गरेर जानुहुनको लागि म विनम्र अनुरोध गर्दै तपाईँको बिचबाट म पनि बिदा हुन चाहन्छु। मलाई जय मसीह। दिनेश भाइलाई विशेष धन्यवाद। यो समय धन्यवादका शब्दहरू राखिसक्नु भएको छ। त्यो भएको कारण हामी अन्तिममा आइसकेका छौँ र हामी यो समय आशिषको प्रार्थना गरेर हामी प्रस्थान गर्नेछौँ। यो समय चाहिँ हाम्रो दिनेश भाइको घरतर्फ त्यो भएको कारणले गर्दाखेरि फेरि मैले रिक्वेस्ट गरेँ यहाँको मण्डलीको स्थानीय मण्डलीको पास्टर भएको कारण यहाँहरू सम्पूर्ण त्यो भोजमा सहभागी भएर मात्र सही लाग्नको निम्ति पनि म अनुरोध गर्दै यो समय हाम्रो पास्टर गुरुबालाई आशिषको प्रार्थना गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्दै म पनि यहाँहरूबाट बिदा हुन चाहन्छु। सम्पूर्णलाई जय मसीह। आउनुहोस् प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ स्वर्ग अनि पृथ्वीका मालिक, सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापीको परमेश्वर, तपाईँलाई हामी धन्यवाद भन्छौँ। र प्रभु, आजको यो सुरुदेखि अहिलेसम्म यो विवाह कार्यक्रममा तपाईँले आफ्नो उपस्थिति दिनुभइकन सबै कुरोमा आशिष तुल्याउनु भयो, यसको लागि धन्यवाद प्रभु। र यी सबै कुरोमा आशिष दिनुहोस्। विशेष गरी प्रभु आजको दुलही प्रभु प्रवीण सापकोटा अनि लक्ष्मीलाई तपाईँले आशिष दिनुहोस्। यो घर घराना परिवारमा आशिष दिनुहोस्, मण्डलीमा आशिष दिनुहोस्। हामी सबैजना उपस्थित हुने सबैजनालाई तपाईँले आशीर्वाद दिनुहोस्। प्रभु, म तपाईँलाई धन्यवाद दिन्छौँ। अब यहाँबाट हामी यात्रा तय गर्नेछौँ। सबै यात्राहरूमा तपाईँको हस्तक्षेप, तपाईँको नियन्त्रण, तपाईँको सुरक्षा तपाईँले राखिदिनु भएको होस्। र उहाँहरू प्रभु यस ठाउँबाट धादिङसम्मको यात्रामा अघि बढ्नु छ। तपाईँ परमेश्वरले उहाँहरूको यात्रामा प्रशस्त मात्रामा तपाईँको हस्तक्षेप र सुरक्षा राखिदिनुहोस् र सबै कुरोबाट तपाईँको महिमा भएको होस्। धन्यवाद प्रभु सबै कुरोको लागि। र विशेष अन्तिममा परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति अनि सहभागिता विशेष गरिकन प्रभु आजको यी नव दुलहा दुलहीसँग विशेष राखिदिनुहोस् भनी बिन्ती जनाउँदै आशिष माग्छौँ यीशु प्रभुको नाउँमा। यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा, यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा। परम प्रभुको इच्छा पुरा गर्न तयार छन् दुवैजना। परम प्रभुको इच्छा पुरा गर्न तयार छन् दुवैजना। यो जोडी आज आशिषको झरी बर्साउँदै गर्छ यो नयाँ जोडीमा। एक भन्दा दुई
असल भन्ने बाइबलको वचनमा नमुना बनोस् यो जोडी कामना यो दिनमा दिन्छु त्यो डोरी डारिलो हुन्छ पवित्र बन्धनमा यो जोडी आज आशीष र दर्शन माग्दछु प्रभु अभिषेक यो दिनमा आज यो जोडी समर्पण गर्छौं तपाईको चरणमा आत्मिक दियो सल्काउनु हो प्रभु चम्कानुस् जोडीमा नुना र ज्योति बनाउनुस् प्रभु यी छोरा छोरीलाई यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना यो जोडी आज शुभकामना तिमी दुईलाई विवाहित जीवन यो सफल बनोस् इन्द्रेणी जस्ता ती सपना तिम्रा फुल झै फुलेर साकार बनोस् फुल झै फुलेर साकार बनोस् शुभकामना तिमी दुईलाई दाम्पत्य जीवनको यात्रा तिम्रो हरेक पाइला सुगम बनोस् दाम्पत्य जीवनको यात्रा तिम्रो हरेक पाइला सुगम बनोस् गर्छौ बिन्ती यही नै हामी तिमी बीच प्रभु साथ होस् तिमी बीच प्रभु साथ होस् शुभकामना
तिमी दुईलाई यति दिनसम्म तपाईँले एकदम सुरक्षित गाडीको यात्रा छ प्रभु तपाईँको छोराछोरी साँच्ची नै प्रभु तपाईँको दास म तपाईँसँग बिन्ती गर्दछु यो गाडीको यात्रामा तपाईँको ड्राइभरको साथमा गाडीको टायर पार्ट पुर्जा हरेक इन्जिनियरमा तपाईँ परम प्रभुले सुरक्षा गर्नु खतरा र जोखिम हरेकबाट तपाईँ परमेश्वरले सुरक्षा गर्नु प्रभु आफ्ना छोराछोरीहरू साँच्ची नै लामो यात्रा छ प्रभु तपाईँ परमेश्वर साथमा भइदिनुहोस् पवित्र आफ्ना स्वर्ग दूतहरू गाब्रिएल दूतहरू अघि मिखाएल दूत अघि हटाएर तपाईँको छोराछोरीहरू प्रभु तपाईँलाई धन्यवाद यी सबै कुरा तपाईँको हातमा राख्छौँ धन्यवाद यहाँ बस्ने परिवारहरू हामी मानिसहरूको सबै कुरामा परमेश्वरको सुरक्षा अनुग्रह माग्दै धन्यवाद चढाउँछौँ यीशु ख्रीष्टको पवित्र अनि नाममा बिछोडको बेला फुट्दछ मनको थैला हो नयनबाट फुट्दछ मनको थैला हो नयनबाट हो नयनबाट बिदाईको दिनैमा कहाँको तिमी कहाँको हामी भेट भयो हाम्रो यसरी कहाँको तिमी कहाँको हामी भेट भयो हाम्रो यसरी सँगै हिँड्यौँ सँगै खेल्यौँ दुःखहरूमा साथ दियो सुखहरू बाँडिदियो सुखहरू बाँडिदियो ख्रीष्ट यीशुको न्यानो अङ्गालोमा ख्रीष्ट यीशुको न्यानो अङ्गालोमा बिदाईको दिनैमा यहाँको चलना मिलनमा
प्रकाश हो। अहिले यो घरभित्र भित्रिँदै छन्, हामी सबैजना साथी छौँ र प्रार्थना सहित भित्र जानुपर्छ भन्ने प्रक्रियाले अहिलेसम्म बाहिरै बसिरहेको रहेछन्। हामी अब यत्रो बाटो आउँदाखेरि पनि अब यो नानी सुयोग्य पत्नी भएर भित्र पस्दैछ है। सानो त बुहारी त ससुरा त छोरा, हामीले समान तरिकाले घरबाट असल जीवन भित्रिनुपर्छ, राम्रो हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले अहिले जानकारी गराएका छौँ। सुयोग्य पत्नीको रूपमा हाम्रो बुहारी लक्ष्मी नातिनी बुहारी आइपुगेकी छन्। अनि सुयोग्य पत्नी आमा पनि हुनु पर्यो, बाउ पनि हुनु पर्यो, सुयोग्य पति, यी सबै कुरा परिवार चाहिँ फुट्नु हुँदैन, जुट्नुपर्छ। फुट्यो भने के हुन्छ, भोलि तिनीहरूलाई गाह्रो परिस्थिति हुन्छ। एउटाले अर्कोलाई सम्झाउँदै हुर्काउँदै माया गर्दै बनाउँदै जानुपर्छ है। हुन्छ, हामी प्रार्थना गरौँ। धन्यवादी भैमाको ढोकाभित्र पस्नेछु, आँगनभित्र भन्नेछु यो तेरी दिन जो प्रभुले बनाउनु भो। खुसी छु उहाँले खुसी पार्नु भो, खुसी पार्नु भो, खुसी पार्नु भो। खुसी छु उहाँले खुसी पार्नु भो। आजको दिन, आजको दिन उनले सिर्जेका, उनले सिर्जेका रमाउँदै जाऊँ, खुसी मनाऊँ, आनन्द गरौँ, आनन्द गरौँ। आजको यो सुन्दर दिन फेरि पनि प्रभु, यो नयाँ दिन हाम्रो लागि तपाईँ परमेश्वर यो दिन धन्यवाद। परमेश्वर तपाईँलाई हामी धन्यवाद भन्दछौँ। यो दिनहरू न हिजो थियो न भोलि हुनेछ। परमप्रभुले आजको दिन यो दिन ल्याउनु भएको लागि हामी धन्यवाद दिन्छौँ, किनकि यो दिनमा एउटा सौन्दो जोडी तपाईँले यो घरभित्र अनि प्रवेश गराउँदै हुनुहुन्छ। अनि असल कुराहरू बुझेर बुझाउन र परिवारलाई जोड गर्न परमेश्वरले नानीलाई आशीर्वाद दिनुहोस् र अनि यहाँ रहने परिवारहरू चाहिँ फल्दो फुल्दो र वृद्धि हुँदै जान आशीर्वाद दिनुहोस्। स्वर्गीय पिता, धन्यवाद चढाउँछौँ। तपाईँ परमेश्वर मानव जातिको सृष्टि गर्नुहुने र सहुँदो सहयोगी दिनुहुने परमेश्वरसँग हामी बिन्ती प्रार्थना गराउँछौँ। अहिले नानी जुन घरभित्र बस्दैछ प्रभु, असल कुरा लिएर प्रवेश गर्दैछन्। परम प्रभुले घर यो परिवार सबैजनालाई आशीर्वाद दिनुहोस्, बुद्धि ज्ञानले भरिपूर्ण पार्नुहोस् अनि सत्यताले भरिपूर्ण पार्नुहोस्। आर्थिक स्रोतले, आत्मिक ज्ञानले प्रभु सबै कुराले भरिपूर्ण पार्नुहोस्। हामी यही प्रार्थना गर्छौँ पिता, धन्यवाद चढाउँछौँ। तपाईँ सृष्टिकर्ता परम प्रभुलाई धन्यवाद चढाउँदै आशीर्वाद माग्छौँ। यो घरभित्र प्रवेश गर्दैछौँ, हजुरको निगरानी राखिदिनुहोस्। सबै कुरामा हामी तपाईँको भरोसा राख्दै हाम्रो यो बिन्ती प्रार्थना धन्यवाद
चढाउँदै आशीर्वाद माग्छौँ येशू ख्रीष्टको नाममा। एकताको सूत्रमा बाँध्नुहोस् हामीलाई, बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले। एकताको सूत्रमा बाँध्नुहोस् हामीलाई, बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले। प्रेम हामीमा जबसम्म ख्रीष्टको आगमन हुन्न, नटुटोस् ख्रीष्ट प्रेम हामीमा जबसम्म ख्रीष्टको आगमन हुन्न। एकताको सूत्रमा बाँध्नुहोस् हामीलाई, बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले। Kini